लागि भइसक्यो अब लिएर गरम यसो खानुपर्छ। प्रभु तपाईँलाई धन्यवाद छ, हामीले चाहिँ खिरा रोटी खाँदैछौँ। बिहान बिहानै भला किन बनायो भन्दा चाहिँ नि अहिले थाहा पाइहाल्नुहुन्छ। यता किबी पनि फुल्दैछ, त्यतातिर कोही कोही टिपिने रहेछ। किबीले पात पनि पलिसक्यो भने यता आलुबारी म चाहिँ यो घरबाट यो घरमा लाग्दैछु होइन। आलु टक्क अब लाउँदैछ, खुट्टाले अलिक साथ दिँदैन। यहाँको एउटा करेसो बारी उडाइहाल्यो, त्यहाँ एउटा छ हावाले टम्बुले छाएको छैन। टक्क म चाहिँ आउँदैछु। यतातिर फुलहरू पनि फुल्दैछ भने चाहिनेमा जो म चाहिँ यतापट्टि आउँदैछु है। यो बर्खे गाउँ, पिपिङ गाउँ, गाईचहरू, फ्लावर गार्डन अनि यता छ गाउँ चट्ट परेको। एप्पलको रुख हेर्नु होला, यो स्याउको रुख आज गाई कसलाई एप्पल फोन भन्छ नि त, आइफोन भन्छ। यहाँ मसँग बोटहरू छ, यहाँ र पर्छ यस्तो टिप्नु सक्नुहुनेछ। 1 2 3 4 5 6 7 रुखै छ स्याउको फोन, एप्पलको फोन बोट यहाँ टन्ना छ। 1 2 3 4 5 6 7 8 9 10 11 बोट छ। 11 बोट नफलेको आइफोन बेच्ने कसलाई गिफ्ट चाहिन्छ भन्नु होला है त। अनि बन्दैछ स्पेसल खानेकुरा। आज बिहान छ, अब अर्को अनि आउँदैछ। अरू पनि के हुन्छ 3 यता पहिला सेलरोटी 1 2 3 दुधै दुध छ है। मिल्क राइस के भन्छ कोरिया भाषामा भन्दैन, कोरिया भाषामा के भन्छ उयु राइस गाइजहरू। यो चाहिँ यस्तो मान्नुपर्छ क्या। अनि आज चाहिँ लास्ट स्पेसल झक्मै पाकेको हो यो चाहिँ होइन। यहाँ पिरालु रोटी हाम्रो अर्ग्यानिक भाषामा भन्दा चाहिँ खिर हो होइन। अब खिर हो यो। एउटा ब्लगर छ यता युज। म म चाहिँ कहाँ फाइटमा छु त। हिजो बल खेलेको भ्लग आउनु बाँकी छ नि। मैले त एडिट गरेर ठिक्क बनाएको छु। ल अब चाहिँ हामी यो रोटी अनि खिरहरू खान्छौँ। अब एकछिन हेर्नुहोस्, मैले चाहिँ मैले त अघि नै एन्ड गरिसकेको थिएँ। रोटी पनि निकाल्नु भयो अब स्पेसल पो त सेलरोटी। कसलाई खानु मनपर्छ कमेन्ट गर्नु होला। खिरी फेरि अहिले त अर्कै थोक्नु लागि भइसक्यो। अब लिएर गरम खाने भाग छुटिसक्यो गाइचौ। स्पेसल ब्रेकफास्ट। हामी यस्तो पो खाइन्छ त ब्रेकफास्टमा त। स्ट्यान्ड नभएर साथीहरू बुझेको यसलाई पनि अलिकति देख्दा। यो चाहिँ मेरो भाग भइसक्यो। यतापट्टि खिर, यतापट्टि सेलरोटी। यसो खानुपर्छ। प्रभु तपाईँलाई धन्यवाद छ, हामीले चाहिँ खिरा रोटी खाँदैछौँ। Once more. आयो कट्टुमा देख्छ फोनको भाडी पनि छ नि फेरि यहाँ 101 फोनहरू पनि छ नि। ल है म यहाँ कट्टु हिजो बल खेलेको अनि कामै नगरेको। हिजो बल खेल्यो कि अनि आज अलिक बेला उठ्यो। हिजो बल खेलेर अनि फेरि आएन। मलाई अहिले भर्खर उठ्यो। कुकुरले तर्साएको हुँदै भएन। कुर्ती ठुलो देखेर
भक्तै के भक्तै कस्तो यो ढकाको पनि राम्रो देखेन कि तर केस चाहिँ खतरै छ केटाको के हो यो थट यसको यति उफ्रियो यसले खाएकै छैन यार फोन हेरिरहेको छ यसले मेरो टन्नै उफ्रियो नि मेरो पनि छैन यता खानुभएको छैन यता खानुभएको छैन हाम्रो चाहिँ आएकै छ कि अलिक घन्टा काले परेछ लगाएर पिरालु पनि छ स्पेसल यहाँ गाइजहरू आजको भिडियो के कस्तो लाग्यो प्रतिक्रियाहरू दिनु होला र मैले चाहिँ सुरुको भिडियो चाहिँ त्यो पोलेकोहरू बनाएर चाहिँ बनाउनु पाइनँ अब के गर्नु धेरै सुतिहालेछ आज बङ्गलाङ डुङ्नु त्यसपछि भिडियो बनाउनु पाइएन आजको भिडियो जे जस्तो भए पनि नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला कमेन्ट गरिदिनु होला लाइक अनि सब्सक्राइब पनि गर्नु होला र सेयर पनि सक्दो गरेर माया चाहिँ गरिदिनु होला है त यो भन्न चाहन्छु